हजुर यो दिक्तेल रूपाकोट मजगढी नगरपालिका वडा नम्बर 1 को दिक्तेलबारी एरियामा अहिले आइपुगेको छु। यहाँ अगुवा कृषक आदरणीय दाजु दिवनाथ आचार्यको टनेलमा आइपुगेको छु। जिल्ला स्तरदेखि चाहिँ राष्ट्रिय स्तरमै चिरचर्चित हुन खोज्दै हुनुभएको आदरणीय दाजु हुनुहुन्छ। दाजुले चाहिँ यो हिउँदामा चाहिँ यी टनेलहरूमा चाहिँ प्रशस्त मात्रामा काँक्रा उत्पादन गर्नुभएको छ अरे भन्नुहुन्थ्यो। अहिले गोलमेडा खेततिर छ। अहिले हिउँदाको बेला चाहिँ यी टनेल लगायत अन्य ठाउँमा कति जति आम्दानी गर्नुभयो दाजु? त ती काँक्रा बेच्न चाहिँ दिक्तेल बजारतिर पनि देख्थेँ म। कति आम्दानी गर्नुभयो अहिले हिउँदामा? यहाँ चाहिँ यो टनेल लगायत 5 रोपनी मैले काँक्राको खेती गरेको थिएँ। अहिलेसम्म 7 लाख 7.5 लाख त्यस्तै पैसा बिक्री। यो चाहिँ गएको यो चाहिँ भनेको त्यही 83 साल 82-83 सालभित्रमा यत्रो आम्दानी भयो है? भयो। त्यो काँक्रालाई चाहिँ मैले फ्याँकेर अहिले फेरि गोलबिँडाको खेती यहाँ चाहिँ लागेको छ। अनि काँक्रा चाहिँ कस्तो प्रजातिको हुन्छ त? त्यो त अब काँक्रा आँखले पछि पनि फल्छ कुनै कुनै? कस्तो कस्तो नाम गरेको काँक्रा? सिटको काँक्रा चाहिँ आँखले पछि फल्छ। त्यसलाई मैले पुछ्नै बारेर फागुनमा निकालेको थिएँ अन्तिमतिर। अनि लोकल पनि अनि यो त्यस्तो खालको सबै खालको हुन्थ्यो? सबै खालको मसँग तीन खालको थियो। काँक्रा साना काँक्रा टोकामा भरि लिएर जानुहुन्थ्यो। दिनमा 2-3 चोटिसम्म पनि लिएर गएको मैले देखेको थिएँ। त्यत्रो आम्दानी गर्नुभएछ दाजु। अनि अब यो टमाटर लगाउनु भएको छ, यसमा चाहिँ यो सबै खेती गरेर यो सबै टमाटर यसमा लगाउनु भएको छ। यो कति जति आम्दानी हुने अपेक्षा राख्नु भएको छ त दाजु? अब टमाटरबाट दसैँसम्ममा अथवा दसैँ औँसीसम्ममा त्यही 3.5 लाख 3 लाख यस्तै पैसा टमाटरबाट मात्रै हुन्छ भन्ने आशा राखेको छु। अब टनेल भनेका चाहिँ यहाँ 5-7 वटा 8 वटासम्म लागेका छन्। हजुर, यो टनेलका सबै चाहिँ अनुदानका हुन् कि अब आफै किन्नु हो त दाजु? यो चाहिँ प्रधानमन्त्री कृषि आधुनिकीकरणले दिएको अनुदान नै हो। अनि दाजु अनि यो पहिले विदेश पनि बस्नुभएको, व्यापार बिजनेस पनि गर्नुहुन्थ्यो, रेडिमेड पसल हामीलाई थाहा छ, हामी छिमेकी हौँ। अब ती सबै व्यवसायभन्दा यसलाई नै उपयुक्त ठानेर दाजुले गर्न थाल्नुभयो होइन? अब अहिलेको समयमा चाहिँ कृषि नै उपयुक्त लागेर मैले कृषिलाई नै जोड दिइरहेको छु। कृषिलाई नै। अनि अबको भावी पुस्ताले चाहिँ अबको यो जुन किसिमको युवाहरूलाई चाहिँ कस्तो किसिमको सुझाव सल्लाह दिन सक्नुहुन्छ त? अब हाम्रो यो दिक्तेलको पेरिफेरीमा चाहिँ 2-4 रोपनी जग्गा छ भने 2-4 लाख रुपियाँ उहाँहरूले कमाउनलाई 2-4 लाखले चाहिँ खुसी मिल्छ भने र कमाउन चाहनुहुन्छ भने 2-4 लाख रुपियाँलाई त्यत्रो खासै चिन्ता लिनु पर्दैन। यही लगनशील भएर काम गरे पुग्छ। अब अन्य वडापालिकाका युवाहरूले पनि सरकारले बजारीकरणको व्यवस्था गरिदियो भने कृषिले धेरै राम्रो आम्दानी गर्छ। कृषि भन्ने विषय मान्छेलाई त्यति थाहा नभएको हो कि मलाई त कृषि त अमृतै सरी भइसकेको छ। र कृषि एक दिन पनि खेतीमा काम गरिन, किसान काम गरिन भनेदेखि मलाई चाहिँ त्यति सन्तुष्टि पनि मिल्दैन। अब खाएको खाना पनि खासै सन्तोषजनक हुन्छ। हजुर, धान कति फलाउनुहुन्छ? धान मकै अब जम्मै रोप्दाखेरि चाहिँ 20-25 मुरी हुन्छ। अब जम्मै यो तरकारी खेती नै नगरी रोप्ने हो भने त 30-35 मुरी नै हुन्थ्यो। हजुर, अनि अब चाहिँ यस्तो यो गर्नुहुन्छ, यस्तो राम्रो कामहरू गर्नुभएको छ, सम्बन्धित निकायहरूप्रति चाहिँ कस्तो आशा राख्नु भएको छ दाजु? सम्बन्धित निकायप्रति त अब कृषकहरूले आस्था राखिहालिन्छ नि। अब सरकारले कस्तो अनुदान पठाएको हुन्छ, के दिन्छन्, यहाँ कसरी दिन्छन्, अब त्यो खासै साधारण अनुदान चाहिँ मिलिराखेको छ। अब त्यस्तै होला भन्ने हामीले विश्वास गर्नुपर्ने हुन्छ कि यस्तै छ। हजुर दाजुको चाहिँ सुझाव सल्लाह र धारणा उपयुक्त छ। यसरी चाहिँ यहाँ सरकारले अलिकति कृषक मेन कृषि काम गर्ने, कृषि कर्म गर्नेलाई चाहिँ अलिक हेरेर अलिक त्यस अनुसारको प्रविधिहरू दिएदेखि अझ चाहिँ अहिलेको प्रविधिसँग मिल्दो, जमानासँग मिल्दोजुल्दो प्रविधि दिएदेखि चाहिँ र खास किसान चाहिँ चिनेर अलिक उपयुक्त हुन्छ। कुरा त्यति नै। हजुर, धन्यवाद दाजु।